कलाकार दीपक राज गिरीले म राजावादीको तर्फबाट नमस्कार भन्दै सामाजिक सञ्जालमा स्पष्टीकरण दिएका छन्। चैत 15 गतेको राजावादीको आन्दोलनको अघिल्लो दिन एउटा भेलामा सहभागी भएपछि उनी आलोचित भइरहेका छन्। दीपकले सोही विषयलाई लक्षित गर्दै सामाजिक सञ्जालमा आफ्नो भनाइ राखेका हुन्। दीपक लेख्छन्, विक्रम सम्वत 2046 सालको आन्दोलनमा राजाको पक्षमा लागेर के उपद्रव गरियो यहाँ उल्लेख नगरौँ। मेरो राजावादी यात्रा ठोस रूपमा 2046 पछि सुरु भएको हो। मुलुकमा प्रजातन्त्र स्थापनापछि राजनीति गर्ने रहर जागेर आयो। कुन विचार र दललाई अँगालौ भनेर अध्ययन गरियो र अन्त्यमा पहिलेका चर्चित शेरबहादुर राजाको पार्टी रोजियो। यस क्रममा गाउँ सचिव हुँदै नेविसङ्घ काठमाडौँमा जिल्ला सदस्य समेत भइयो। करिब एक दशक शेरबहादुर राजाकै पछि लागेपछि मेरो यात्रा राजनीतिबाट कलाकारितातर्फ मोडियो र सम्पूर्ण राजनीतिक क्रियाकलापलाई पूर्ण विराम दिइयो। कुनै पनि राजनीतिक गतिविधिमा लागिएन। विक्रम सम्वत 2062-63 को आन्दोलनपछि प्रचण्ड राजाको क्रान्तिकारी तेजबाट प्रभावित भएको र उनी लगायतका नेताहरूलाई साथ दिएको दीपकको भनाइ छ। त्यति बेला फेरि एकपल्ट आफू राजावादी भएको उनको तर्क छ। यसपछि आफू फेरि केपी राजाको फ्यान भएको र धेरै ठाउँमा उनको तारिफ गरेको दीपकको भनाइ छ। यो सो समयमा पनि आफू राजावादी भएको उनले उल्लेख गरेका छन्। दीपकले चैत 15 गतेको आन्दोलनको अगाडि के भएको थियो भन्दै स्पष्टीकरण लेख्छन्। आन्दोलन ठिक एक दिन अघि एउटा कल आयो। एउटा बौद्धिक भेला हुँदैछ जसले हाल देखेको राजनीतिक ध्रुवीकरणको बारेमा छलफल गर्नेछ। ल तपाईको विचार के छ राख्नुहोला भन्यो। त्यहाँ गएपछि आफ्नो स्वभाव बमोजिम सधैँ झैँ स्पष्ट रूपमा सकारात्मक विचार राखियो। हाल समस्या त रहेको, तर देश प्रचार गरे जस्तो नबिग्रिएको विचार पोखियो। चिया खाइयो पनि आइयो। भोलिपल्ट बिहानै आफू फेरि एकपल्ट राजावादी भइसकेको आफूलाई पत्तै भएन। दीपकले बालेन्द्र रवि आउँदा पनि समर्थन गरेको उल्लेख गर्दै यहाँ नयाँ विचार नयाँ मान्छे आउने बित्तिकै गणतन्त्रलाई पखाल्न चल्न थाल्छ। प्रजातन्त्र नै खतरा पर्छ। यहाँ शासन व्यवस्था सञ्चालन गर्ने शैली राम्रो भयो भने भएन भन्यो कि त्यो मान्छे गणतन्त्र विरोधी हुन्छ कि त राजावादी हुन्छ। दीपकले राजनीतिक दलहरूको अस्वस्थ प्रतिस्पर्धाले नै जनतामा नैराश्यता आएको उल्लेख गर्दै पुरानो राजाको मनोबल बढ्नको कारण अहिलेका नेताहरूको शासन शैली भएको लेखेका छन्। उनले अन्तिममा लेखेका छन्, तपाईहरूले नै राम्रोसँग राजकाज चलाउनुहोस्। तपाईहरूलाई नै राजा मानिरहेको छु। मानिरहन पाऊँ, सधैँ राजावादी भइरहन पाऊँ।